यहाँ कोही बसिसक्यो हे मुना मदन पढाएको छौ हे कस्ता थिए मदन र मुना गर्छु माया त्यो भन्दा 2 गुना माना अपना इश्क पूरा दिल ना इस पे शर्मिंदा है पूरा होके खत्म हुआ सब जो गया था वो ही जिंदा है वो बैठी रहती है उम्मीदें तेरे घर की गलियों पे जिसकी ना परवाज खत्म हो दिल ये मेरा वही परिंदा है बख्श तू जो क्या त्यो स्टेसन भयो तलको कति मिलाएर काटे खायो गरा गरा बनाएर कुहिरो लाग्यो त त्यो पैसा 3 हो कतिको गहिरो छ यो धेरै गहिरो छ हो र ल हेर है अगाडि जानु हामी चाहिँ समुद्रमा चाहिँ पुरा यस्तो दौडाएर खेलिएको थियो नेपालको समुद्र यही त हो नि
नानी हे बरी स्मार्ट इमेज के ल्याउँछ छेउको खसलाई भिडियो क्यामेरा दिँदैन आएर उतातिर हेर यस्तो गर के गर्ने कपाल मिलाऊ अगाडि ल्याऊ पछाडि लैजाऊ आँखा ढिक्याऊ Nice to meet you. हेलो यता देख यता ल भयो अनि दौडिने हो कि हामी पनि अघिल्लो बनाउनु न हेलो हेलो खै आइकी नानी हेलो तिम्रो कृपाले आमा तिम्रो कृपाले आमा त्यो भवसिन्धु झर्यो ओम जय दुर्गे अम्बे ओम जय दुर्गे अम्बे आमा जय दुर्गे अम्बे दुर्गति नाशिनी जननी दुर्गति नाशिनी जननी तिमी हौ जगदम्बे ओम जय दुर्गे अम्बे ओम जय दुर्गे अम्बे ओम जय दुर्गे अम्बे
And go. एउटा के गइदिनु ट्र्याक्टर फेरि जानु कति मिनटको हेलो के रहेछ बुनु यो झल्के पुलको नाम के रहेछ बागलुङ नगरपालिका गण्डकी स्वर्णिम झुला के भयो गर्ला हो र मात्रै है बुनु अहिले हामी आएको यही बाटो त हो नि बुनु सुन्यौ यही बाटो आएको हामी अहिले त्यही डर मान्नु पर्दैन सुन्दा डरला हा No está serio. सिंगल हान्थ्यौ नि मेरो एउटा उसलाई आइजाऊ न आऊ के सबै
रूप से धरन है यो बाहुबलीमा छ नि यस्तै झरना कविता के छ कस्तो लागिरहेको छ कस्तो राम्रो है चिसो शीतल यसरी टक्क गाडी जाने जस्तो बनाएर राम्रो ल मान्छेहरू कता आएर बस्छ सबैले जानु
अब चिसो सुरु भयो अब यहाँ सदर्नै हुँदैन ल आउनु सर भिडियो खिचिछौँ आउनु बाटामा बसेर फोटो खिचिरहेको छु जम्मै बसेर तिमीले तानेर हाय हाय बोलाउन भयो ल भयो 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 ल हेरा सोझी ठानेर हुन्न ल यस्तो हिँड्ने हिँड नि हिँड्नलाई गफ गर्दै हिँड न गफ गर्दै अलिकति ल गाडी हाइ ल ल जानु हजुर नि जानु एक्लै खसेर भिडेको मान्छेलाई
ए उतै मास्तिर हुन्छ कि नानी मुक्तिनाथ घोडा चढाइ खिच्ने नि मार्फा बजार सुन्दर यहाँको अनि हरेक चिजलाई पोजिटिभ एङ्गलबाट हेर्नुपर्छ हो नि होइन यहाँ किन नसक्छ नि त जाडोले शर्मिंदा है बुरा होके खत्म हुआ सब जो गया था वो ही जिंदा है हो बैठी रहती है उम्मीदें तेरे घर की तहलीकों पे जिसकी ना परवाज खत्म हो दिल ये मेरा वही परिंदा है बख्श तू जो क्या बसिसक्यो हे मुनामुना पढेको छौ हे कस्ता थिए मदन र मुना गर्छु माया त्यो भन्दा दुई गुना अस्ति
जतियो तिमीले जानेर बोलाउन खोजेको आफ्नै जानेर गल्ती जतियो तिमीले जानेर बोलाउन खोजेको आफ्नै जानेर हाय हाय बोलाउन खोजेको आफ्नै मान्छेहरू कता आएर बस्छ सबैले जानु सबैले जानु सबै अब चिसो सुरु भयो अब यहाँ अगर नि हुँदैन
आउनु सर भिडियो खिचिछौँ आउनु बाटामा बसेर फोटो मैले खिचिरहेको छु जम्मै बसेर ल तिमीले तानेर हाय हाय बोलाउला ल भयो 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 ल चिसोमा चिसो बतासै चल्यो सिरेटोले हान्यो माया केले तान्यो तान्यो मन उड्यो चङ्गा छै उड्यो चङ्गा छै छैन र माया हैन र माया भोलि चाली बन्द भो बैसैमा लौ छैन र माया हैन र माया भोलि चाली बन्द भो बैसैमा देउराली बस्ती मिठो गीत गाउने मलाई साह्रै झल्काउने सम्झना भरको धौला श्री फुलै टिपेर लिम्ला सिरै लाउली लजाउँदै भरे भेट्न औली बतासै डाँडैमा पछ्यौरी तानी मै
नौमती बाजा बजाउँदै लौ पछ्यौरी तानी मैले यो लाली नौमती बाजा बजाउँदै हौडी मायो मल्सरी राजे कता बस्ला बस्दा चाहिँ मलाई तिम्रै आस्था जिन्दगी भरिलाई देखेको हुन्न लेखेको हुन्छ धुधारै पर्ने यो मायाले लौ देखेको हुन्न लेखेको हुन्छ धुधारै पर्ने यो मायाले हो ख्याल ख्यालमै फुल्यो मायाको फुलै बनाउनी हौ दुलै म त छैन घर त ठुलै वार्ताले चिरेको मनभित्रै पसी छ्यालैमा बसी कलबन्दी बुनेर देउलिनी लौ मनभित्रै पसी छ्यालैमा बसी कलबन्दी बुनेर मनको कुरा मनभित्रै रह्यो के भयो भयो माया दिलै चोरी लायो जिस्काउँदै मायाले भन्न नि गाह्रो अप्ठ्यारो पार्यो नजाने मायालाई बुझ्नै हौ लौ भन्न नि गाह्रो अप्ठ्यारो पार्यो नजाने मायालाई बुझ्नै हौ हो आकाशै राम्रो जुन ताराले हो छेउमै आए म त ए होइ लायो गाँठे ल त ऐ बैसैमा मायाको तिमी फुल जस्तै हमारा मस्तै रस रहेछ मिठो प्रीतिको लौ तिमी फुल जस्तै हमारा मस्तै रस रहेछ मिठो प्रीतिको नबोली बोली जालैमा पार्यो मन यतै सार्यो माया अलमलै पार्यो के गरौँ रूप राम्रो हैन धन पैसा छैन के देख्यौ तिमीले मन परायो लौ रूप राम्रो हैन धन पैसा छैन के देख्यौ तिमीले मन
बाजा भानी धागो त्यही हातमा नभए नि साथमा म त चिनो हेर्छु रातमा छ झल्को मेटिन्ला ओ झल्को मेटिन्ला पर्खेर बसे लौ म त फसे गहिरो यो मायाको तालैमा लौ पर्खेर बसे लौ म त फसे गहिरो यो मायाको तालैमा हुन्न पो भन्छन् भर्कती माया छोडी जान्छन् आफ्नै छाया हुन्न दया माया के भएर रुवाउँछौ किन दिन आदिन बिर्सेर जाउँ नानी चाटकै रुवाउँछौ किन दिन आदिन बिर्सेर जाउँ नानी चाटकै कुहिरोले बाटो छेकिदेला धुरी झरी बतासले एक्लै पारिदेला घाटीहरू होलान् उकाली ओह्रालीहरू होलान् हिउँै हिउँले पुरिएका होलान् तिमी हिँड्ने बाटोहरू कसरी जाउला पिर त पर्खिनेलाई पो हुँदो रहेछ नि ए प्रकृति ए देवी देवता बचाइ राखिदेऊ है मेरो हजुरलाई के मान्छेउ पिर भरौली सिर सिरुफुलै टिपी आउनेछु लौ के मान्छेउ पिर भरौली सिर सिरुफुलै टिपी आउनेछु मायाको कुरा हुन्न कि पुरा पर्खिने एक्लियो चढेको लौ मायाको कुरा हुन्न कि पुरा पर्खिने एक्लियो चढेको हो चिसोमा चिसो बतासै चल्यो सिरेटोले हान्यो माया केले तान्यो तान्यो मन उड्यो चङ्गा झै उड्यो चङ्गा झै छैन र माया होइन र माया बोली चाली बन्द भो बैसैमा लौ छैन र माया होइन र माया बोली चाली बन्द भो बैसैमा हो देउराली बसी मिठो गीत गाउने मलाई साह्रै झल्काउने सम्झना भरको
हिमाली फुलै टिपेर लिम्ला सिरै लाउली लजाउँदै भरे भेट्न औली बतासै डाँडैमा पछ्यौरी तानी मैले होला नि नौमती बाजा बजाउँदै लौ पछ्यौरी तानी मैले होला नि नौमती बाजा बजाउँदै हौडी मायो मल्चरी राजे कता बस्ला बस्दा जै मलाई तिम्रै आशा जिन्दगी भरिलाई देखेको हुन्न लेखेको हुन्छ ढोधारै पर्ने यो मायाले लौ देखेको हुन्न लेखेको हुन्छ ढोधारै पर्ने यो मायाले हो ख्याल ख्यालमै फुल्यो मायाको फुलै बनाउनी हौ दुलै म त छैन घर त ठुलै पार्तली चिरेको मनभित्रै पसी झ्यालैमा बसी कलबन्दी बुनेर देउलिनी लौ मनभित्रै पसी झ्यालैमा बसी कलबन्दी बुनेर देउलिनी मनैको कुरा मनभित्रै रह्यो के भयो भयो माया दिलै चोरी लायो जिस्काउँदै मायाले भन्न नि गाह्रो अप्ठ्यारो पार्यो नौजाने मायालाई बुझ्नै धौ लौ भन्न नि गाह्रो अप्ठ्यारो पार्यो नौजाने मायालाई बुझ्नै धौ हो आकाशै राम्रो जुन ताराले हो छेउमै आए म त ए होइ लायो गाँठे ल त ऐ बैसैमा मायाको तिमी फुलु जस्तै भमरा मस्तै रस रहेछ मिठो प्रीतिको लौ तिमी फुलु जस्तै भमरा मस्तै रस रहेछ मिठो प्रीतिको हो नबोली बोली जालैमा पार्यो मन यतै सार्यो माया अलमलै पार्यो के गरौँ रूप राम्रो हैन धन पैसा छैन के
भानी धागो त्यही हातमा नभए नि साथमा म त चिनो हेर्छु रातमा छ झल्को मेटिन्ला ओ झल्को मेटिन्ला पर्खेर बसे लौ म त फसे गहिरो यो मायाको तालैमा लौ पर्खेर बसे लौ म त फसे गहिरो यो मायाको तालैमा हो हुन्न पो भन्छन् भर्कती माया छोडी जान्छन् आफ्नै छाया हुन्नन् दाया बाया के भएर रुवाउँछौ किन दिन आदिन बिर्सेर जाउँला नि चाटकै लौ रुवाउँछौ किन दिन आदिन बिर्सेर जाउँला नि चाटकै रुवाउँछौ किन कुहिरोले बाटो छेकिदेला हुरी झरी बतासले एक्लै पारिदेलान् घाटीहरू होलान् उकाली ओह्रालीहरू होलान् हिउँ हिउँले पुरिएका होलान् तिमी हिँड्ने बाटोहरू कसरी जाउला पिर त पर्खिनेलाई पो हुँदो रहेछ नि ए प्रकृति ए देवी देवता बचाइ राखिदेऊ है मेरो हजुरलाई हामी यही बसे हो त पोहोर अघिल्लो पटक भाउजू देवर बस्नु भाउजू देवर भाउजू बस्नु भएको कसको यो
वाली हो ऊ त्यहाँ होला तो जामको सोनी फेरि के वाली हो हेर्नु केटाबाट खिचेमा
फोटो खिच्ने होला नि किन खिचिरहेको थिएँ तिमीहरू पनि रहेछन् है म खल्तीमा छ हेर्नु एक गानु भनेको कति बनाएको थियो त्यो बनाएको ज्याकेट भाइलाई दिए ल बाबु नदौडे न थाप्यो थाप्यो इमेज कहाँ दौडिने होइन ल मामु इस्मा र मेमा नुहाउन जानु भइरहेको ल इस्मा जाऊ जाऊ केही हुन्न इस्मा फर्स्ट जाने रे है इस्मा फर्स्टमा ओ इस्मा टाउको ओ कहाँ साइडबाट भागे कुण्डमा गएर नुहाउने इस्मा नुहाउँदिन मूर्तिको भनेको डलरी भयो खै टाउको भिजाए माम पुरै थचक्क मलाई त खुब टाउको भिजा हान्दै अस्नाउनु भएको खै मामु पुरै ल एक तीनचोटि
केसी लगी इसमा के छ ठिक छ नि मूर्तिनाथ पूजा गरेर सक्दिनौँ कि जस्तो लाग्थ्यो इमेन्स हेलो यता हेर ल अब मूर्तिनाथबाट करिब झरियो हाम्रो मेन डन आउँदै हुनुहुन्छ डनको पूजा कस्तो रहेको नि सकी आउँछ कि स्लो मोसन हालिदिने मुक्तिनाथबाट हामी कालिका अनि यहाँसम्म हामी के हो अब के थाहा मलाई झोला हजुर नि ए दिन भूकम्प गएपछि ढल्केको
ठ्याक्कै यो ठाउँलाई के भन्छ? गिलुङको आसपास हो 4000 गिलुङ 4000 कति मिटर छ यसमा 4200 मिटर हाइट हिमसे उतापट्टि उत्तरपट्टि देखिएन हिउँ यहाँ अलिकति छेकिया रहेछ यहाँनिर थोरै देखिया यहाँनिर यो यहाँबाट पर चाइनाको बोर्डर देखिएको छ यहाँ सेतो यहाँनिर तर टाउकै दुख्यो मेरो त पारीको हिमाल त्यो हिमालको नाम के हो पारीको माछापुच्छ्रे त छैन नि यता धेरै पर अनि मुक्तिनाथ भन्दा वारीको हिमाल होइन यो मुक्तिनाथ भन्दा पारीको हिमाल हो त्यहाँ त त्यो खोजबाट देखिन्छ त्यो खोजबाट यस्तो चुचुरो मात्र देख्ने हो त्यो मुक्तिनाथबाट त्यो चुचुरो यो सेतो हाम्रो भन्दा उतापट्टि हो यो सेतो यो कालो कालो देखियो नि यो कालो कालो चाहिँ मुक्तिनाथबाट त्यो यो डाँडाबाट छेकेको यो कालो डाँडाले छेकेको मुक्तिनाथको मन्दिर त्यो दुईटा डाँडाको बिचबाट यहाँ हिँडेर आउने दामोदर कुण्ड यता पर्छ कहाँनिर हो दामोदर कुण्ड कहाँनिर पर्छ भन्छ नि उहाँ देखिनु नि उहाँ त्यहाँ पर पर्छ दामोदर कुण्ड यतापट्टि पर्छ गाडी चाहिँ बाटो तिम्रो भिडियो गर्नु त त्यही तल हो जहाँ त कस्तो खोज है यता लडीले डर लाग्दो यहाँ खस्यो भने त मान्छे सिद्धो केही हाडखोर पनि भेटिँदैन यहाँ मस्तानी बेला भइसक्यो ल जान्छ गाउँ हामी ऊ त्यो रातो पहाड क्रस गर्ने हो रातो पहाड यो आजै अहिले क्रस गरेर जाने हो उहाँ पिलर देख्नु नि उहाँ त्यो पिलर ठ्याक्कै क्रस गर्ने त्यो पिलरमै पुग्छ गाडी उहाँ उत्तर जाने छ है अझै डाँडा ठ्याक्कै पिलर क्रस गरेर जाने हो अनि अर्को पनि छ फेरि हामी यो गाउँबाट जो अहिलेको देख्यो नि घमी विदेशीहरू तपाईँको फोरेनर्सहरू देख्यो भने यहाँबाट त्यहाँ म्याक्सिमम् त्यति हो भनेको
यो के रहेछ यो सिधा जोङ गुफा अरे एकजनाको 100 रुपियाँ रहेछ अब हामी अगाडि बढ्छौँ एक्साइटेड छौ के रहेछ भनेर हैन प्लिज कम स्लोली तल त कस्तो यस्तो रिक्समा नल्यायो नि उहाँ त नि चन्सरहरू टुप्पा जानुभएको कति बलियो चन्सर यहाँ अन्त जाने ठाउँ पनि रहेछ उयो त छिरेर तिम्रो तल धर म तल माथि गर्छु है यो कोठाभित्र के पनि केही छैन यस्तै हो यस्तै छ यस्तो भित्रभित्र आफै बनेको है गुफा भित्र यस्तो छ भित्र चाहिँ यस्तो देखियो तल यति माथि आइएछ हामी इमेज तलै खाने अब त्यो माथि छ बारीतिर त्यस्तो पहरा यो पहरा यस्तो ठाउँमा आयो
ल चाइनाको बोर्डर आयो भने त नेपालको बोर्डर चाइनासित हामी सकुशल आयो भने त कोरला नाका नमस्ते नमस्ते खिचिरहेको छु फाइनली हामी आइपुगेका छौँ चन्द्र सरको भिडियो मैले मेरो भिडियो चन्द्र सरले ल इसमा टोपी टोपी है त नि टोपी लिएर इमेन्स आयो भने त कोरोला कस्तो लागिरहेको छ त म्याडम फरक प्रकृतिको एकदम मनोरम दृश्य सबै विद्यार्थीहरू शक्तिशाली यसैमा हामी एकदम खुसी छौँ माथि यत्रो माथिबाट आइकन पनि यस्तो सम्म ठाउँ रहेछ है कहाँ यहाँ त्यहाँ त जानु पाइँदैन क्या 24 नम्बर पिलर रहेछ ल यसमा भिडियो फोटो खिच्दिनी ल खिच्यो भिडियो यसमा भिडियो भयो इसमा खिच्दिनु यो पहाड अहिले यहाँको बच्चा रहेछ लोमङथाङ दरबार रहेछ भित्र फोटो खिच्न पाइन्छ भिडियो खिच्न पाइन्छ केही
जस्तो लाग्यो त्यहाँबाट गएर मार्फामा गएर सामान लिएर अगाडि बिउजिन्छ खाना मारेपछि सबैले सुत भनिदिन्छ जताततै जाति गर्ने आफ्नै धुनमा गाडी चलाउँछु कि मलाई त्यही मनपर्छ कि झ्याङझ्याङलाई झुक्नु मन पर्दैन आफ्नै धुनमा गाडी चलाउनु पऱ्यो भने ट्याक्क आफूलाई चिया खाने ठाउँ कहाँ छ ट्याक्क समय अनुकूल मिलायो रोक्यो चिया खायो हिँड्यो यही हो है ताल अब त्यहाँबाट जान्छ
अच्छा खिच्यो न भिडियो माग्नु बन्जीको लागि मात्रै त्यहाँ जाने ओहो हेत्तेरी कहाँ तानेको हो माथि तानेको हो माथि तानेको हो के हो फेरि हातै तल राख्ने रहेछ नि फेरि माथि कसै ऊ हेर माथि आउँछ नि फेरि हेर न माथि आयो नि त रोसिन तान्दो रहेछ है के स्प्रिङवाला ऊ रहेछ क्या डोरी स्वर्ग हेर्ने स्वर्ग यतापट्टि आउनु यतापट्टि पहिला यतापट्टि बस्छ नि यतापट्टि माथि नम्बर माथि त्यो अगाडि गएर उही गयो खेला त्यो गणेशले परिक्रमा गरिराख्नु भएर है उहाँ पुग्नुभएछ शिवलाई गणेश भएर उहाँ मिरा हुन्छ यस्तो ग्रेनेड राखेर है
सुन्दा हेलो इसमा के छ तिमी उठा त तिमी आइयो